यस्तो पानी खाएको देखाउनुहुन्न भन्छ क्या यो टिकटकमा। कहाँ बसेर खानु त हो, यहीँ तिर्खला है। आउट सर्ट आउट रे के भन्छ हो, सर्ट आउट। किन यस्तो यस्तो कमेन्ट गर्न आउँछौ भाइ? बहिनीले त स्योर होइन होला, हाम्रो एनएक्सटिएक्स रहेछ है, सर्ट आउट रे। भाइ तिमीलाई मेरो हाम्रो कुरा सुन्नु मन छ होइन नि, यु क्यान गो हो के, यु क्यान लिभ हो के। त्यस्तो जेपाटे कमेन्ट नगर के। कस्तो मान्छेहरू कस्तो कस्तो हुने हो, म छक्क पर्छु कि। बस्नु मन छैन भने त खुरुखुरु स्किप गर्नु नि होइन, किन सर्ट आउट के भनिराख्नु पर्यो कि। ल साथीहरू, हामी आज यति नै हो, घुमेर बस्ने केही भएन है। यहाँ 40 भएको छ, हाम्रो 34 भएको छ। भोलि चाहिँ हामी यस्तो 100 कुदाउनु पर्ने हुन्छ है साथीहरू। हुँदैन है क्या हो, अहिले पछि 1 बजेपछि आउनुपर्छ है। यति धेरैजना हुनुहुन्छ कि ओ माई गड। तर आज चाहिँ म कसैले पनि चिन्दैन मलाई है। म कहाँ गायब भयो भन्ने होला क्या सबले। छ्या सबैले गायब भयो भन्दै त्यही त प्रोफाइल पिक्चर चाहिँ म त्यही चेन्ज गर्छु कि। आज राति नै चेन्ज गर्छु, भोलि बिहान अलिक साह्रो उठ्छु। अनि भोलि बिहान उ गर्दाखेरि विदेशमा गएको दाजुभाइहरूलाई चाहिँ चच्चर समातेर मेरोमा ल्याउनु पर्यो नि। त्यसो जस्तो भइहाल्यो। म त फेरि 2-3 चोटि अरू होस्टहरू 3 चोटि आउँदो रहेछ दिनमा होइन। म चाहिँ ठ्याक्कै अफिस सक्यो अनि ठ्याक्कै यतिखेरै हो क्या म आउने चाहिँ। अनि 3 टाइम बस्छु भन्न त मिल्दैन कि। घरै बस्ने जबै नगर्नेहरूलाई चाहिँ एकदम पर्फेक्ट हो है यो टिकटक यसरी चलाउनलाई। म जस्तो काम गर्ने मान्छेलाई चाहिँ ठिक नरहेछ कि। काम गर्ने 11 वर्ष मात्र रहेछ खास चलाउने नेपालमा बस्नेहरूले। त्यति नै हो कि त पुरै त अफ गरेर गर्नु, अफ गरेर अनि फेरि 12 बजेपछि आए मात्र रहेछ। अफ चाहिँ गर्नु पर्यो अरे कि 11 बजे। 11 हो कि 11:30 भने कि 11 भन्यो। 11 भने जस्तो लाग्थ्यो मलाई चाहिँ है। त्यही भएर आज धेरै दिन सकिनँ, तपाईँहरू निराश नहुनु होला है। के गर्ने है, आज मलाई एकदम घाटा परेछ, लोद्ध लागेछ। मेरो साथीहरूलाई जब 30-35 दिन पाउँदाखेरि चाहिँ खुसी त खुसी नै हो, तर अझै धेरै दिन सक्थे। अनि सधैँ दिनुपर्छ भन्ने पनि छैन कि। अब त्यो पनि हो, त्यस्तै हो कि, कहिले कति हुन्छ नि त। मेन भने अब यहाँ थोरै भयो भने अझ भिडियोमा सपोर्ट हुन्छ कि। यो धेरै भयो भने झन् कसकोमा गर्ने के गर्ने है। भिडियोमा जानु होला है। लो साथीहरू सबैजना, लो नयाँ नयाँ साथी के अरे भिडियो हाल्नुभएको छ हाम्रो गड अफ किङ ब्रदरले। अलिअलि भिडियो त छ होइन, आज हाल्नुभएको छ, हिजो आज छ होला। नयाँ नयाँ भिडियोमा कुदाउन थेकुदो रहेछ क्या, पढु पेजमा कुदाउनलाई। मेरो चाहिँ आज मैले नयाँ भिडियो हालेको, त्यत्रो साथीहरूले कमेन्ट गरे तर एउटाले सेयर गरेन कि। मैले फेरि मेरोमा सेयर गर्ने साथीहरूलाई फेरि मैले उनीहरूको भिडियोमा गएर सेयर गर्छु है। अब गिवन र टेकन त सेम हुनु पर्यो नि। कमेन्ट गर्छु, रिपोस्ट हानिदिने हो क्या। रिपोस्ट गर्यो भने तपाईँको साथीहरू जो जो तपाईँसँग साथी हो नि सबजनाले हेर्छ के। अनि तपाईँले मेरो गर्नुभयो नि, तपाईँले मेरो गर्नुभयो नि, तपाईँको साथीमा मेरो घुम्ने भयो। अनि तपाईँको भिडियो मैले रिपोस्ट हाने नि मेरो साथीहरूले देख्ने भयो के। त्यही भएर त्यसरी यो फर यु पेजमा हामी पुग्ने। आज मेरो धेरै जस्तो हिजोको भिडियो हो क्या, धेरैले सेयर गरेको थियो। फर यु पेजकोमा फर युमा गएको भनेर धेरै थियो क्या, फ्रेन्ड फलोवरहरू भन्दा नि फर युमा कुदिरहेको थियो क्या मेरो एउटा भिडियो चाहिँ आज डेन्जर।